हेर्नुहोस् आज चाहिँ एकदम धेरै रात परिसकेको छ जुन हजुरले देखि पनि राख्नु भएको छ म कति हतारमा हिँडिरहेको छु यस्तो छ यहाँको मौसम के भन्नु अहिलेको अवस्था यस्तो छ एकदमै सनसनीपूर्ण अवस्था छ हजुरलाई लाग्दै होला यति राति यो कहाँ गएर आउँदैछ भनेर मलाई एकदमै आपत परेर चाहिँ अहिले हिँडिरहेको छु अहिलेको अवस्था यस्तो छ एकदमै देख्न गाह्रो किन आपत परेको भन्दाखेरि चाहिँ किन नकिन ढिलो भएर कामदेखि छुट्टी भएर अनि यहाँनिर नजिकैको पसल आएको है मैले खानेकुराहरू किन्नलाई तर एकदम धेरै रात परिसक्यो म साइकलमा नि आउन सकिनँ कारण चाहिँ के भन्दाखेरि पानी परिरहेछ यो त हजुरले मेरो छाता देखेरै थापिसक्नुभयो होला पानी परिरहेछ हावा पनि चलिरहेछ हल्का सो म चाहिँ हिँडेर आउन बाध्य भएँ हम साथ टाइपको वेदर भइरहेछ कि कस्तो थियो म गाउँमा हुँदाखेरि चाहिँ उता आफ्नो गाउँमा हुँदाखेरि चाहिँ अब यति राति भयो भने चाहिँ हिँड्न डराउने मान्छे म मान्छेभन्दा मलाई भूतको डर लाग्थ्यो खै केको डर लाग्थ्यो है अँधेरो भएपछि एकदम डर लाग्ने तर यहाँनिर त मलाई केही थाहा छैन सो मलाई डर लागेको छैन अब हजुरहरू पनि हुनुहुन्छ साथ साथ चलते चलते हाथ छूट जाएंगे ऐसे रातों में मिलो ना ओ ऐसे राहों में मिलो ना बातें करते करते रात कट जाएंगे ऐसे रातों में मिलो ना क्या हम है क्या रब है जहाँ तू है वही सब है खै के भन्छ त्यसपछि मेरो भोइस सुनेर झन् डराउनु भयो होला हजुरहरू चाहिँ राति हुँदै है डराउनु पर्दैन अब म गीत गाउँदिनँ मेरो चाहिँ भोलि हजुरहरूको लागि म एउटा स्पेसल भिडियो बनाउँदैछु भोलि म पोस्ट गर्दैछु सो नयाँ साथीहरूले चाहिँ भिडियोलाई सब्सक्राइब गरिराख्नुहोस् भिडियोलाई होइन मलाई सब्सक्राइब गरिराख्नुहोस् अनि सो भोलि आउने अनि पछि नेक्स्ट भिडियोहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ त्यस्तो विशेष खास त केही हुन्न तर पनि केही काम लाग्न सक्छ म चाहिँ आफ्नो कामकै हाल्छु प्राय यो चाहिँ अलिक लामो भयो है हजुरलाई अल्छी पनि लागिसक्यो होला अब यहाँदेखि उता जान्छ र अँध्यारो बाटो छ सो म पनि कानमा इयरफोन लगाइहालेर गीत सुनिहालेर जान्छु अब हजुरलाई नेक्स्ट भिडियोमा भेटौँला यस्तो छ अब यता चाहिँ अलिकति जङ्गलको बाटो छ भोलि भेटौँला बाई बाई थ्याङ्क यू फर वाचिङ